नमस्कार। आज हामी कैलाली बमु क्याम्पसको 7औं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू हामी लागिसकेका छौँ र अब हामी एउटा फिल्ड भ्रमण हुनेछ। हाम्रो यात्रा कहाँसम्म हुनेछ तपाईँले देखाउनेछौँ, अन्तिमसम्म हेर्दै गर्नु। यसरी हामीले कैलाली बहुमुखी क्याम्पसको गेट अगाडिबाट वैशाख 11 गते हाम्रो शैक्षिक भ्रमणको यात्रा तय गर्यौं। हेलो सन्तोष। हजुर सर नमस्कार। हजुर नमस्कार। हेलो बजाउनु। हेलो ओ हेलो ए गर न भनेको। हेलो हेलो अस्मिता। यहाँ बिजी छन्। हेलो हाई हेलो हेलो दुखी आत्माहरू हेलो। हेलो सहर तपाईँ एक्लै किन? तिमी बिना एक्लै भयो यार। यसरी 11 गते साँझ 6 बजे धनगढीबाट यात्रा तय गरेर रातभर यात्रा गरेपछि 12 गते 12 बजेतिर हामी पोखरा पुग्यौं। एकैछिन पोखराको बोस स्ट्यान्ड होटलमा बसिसकेपछि हामी लाग्यौं पुम्दीकोट घुम्न। पुम्दीकोट हामी बसेको ठाउँबाट केही उचाइमा थियो र हामी पुग्ने बित्तिकै त्यहाँ एकदमै विशाल शिवको मूर्ति देख्यौं र हामी हेर्दै गयौं त्यहाँबाट देखिने फेवातालको मनमोहक दृश्य। पोखराको मौसम एकैछिनमा पानी परेपछि हामी त्यहाँबाट फर्कियौं र फर्किने बित्तिकै हामीले भोलि मुस्ताङको लागि यात्रा तय गर्ने निर्णय गर्यौं। सोही बमोजिम हामी बिहान 3 बजे नै उठेर मुस्ताङको लागि यात्रा तय गर्यौं र सबैजना मुस्ताङतर्फ अघि बढ्यौं। वैशाख 13 गते बिहानै हामी पोखराबाट मुक्तिनाथ दर्शनको लागि लाग्यौं। त्यस दिन हामीले सानो बस लगेर गएका थियौं, त्यसैले बसमा ठाउँ थिएन र यसरी हामी बिहान 10 बजेतिर मुक्तिनाथ दर्शनको लागि पुग्यौं। बस बिसौनीमा बस रोकेर हामी मुक्तिनाथ मन्दिरको लागि पैदल यात्रा तय गर्यौं। यसरी एकैछिनमा मन्दिर आइपुगेपछि हामीले दर्शन गरेर 12 बजे हामी फेरि भोजनको लागि तल झर्दै गयौं। एक होटलमा खाना खाइसकेपछि हामीले मुस्ताङको प्रसिद्ध ठाउँ सेल्फी डाँडा, मार्फा लगायत रूपसे झरनाको अवलोकन गर्दै करिब साँझ 6 बजे मुस्ताङबाट फर्किँदै हामी राति 11 बजे पोखराको बोस्टन होटलमा आइपुग्यौं। यस्तो थियो मुस्ताङको मार्फा गाउँ, जुन ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण थियो। रोकिएका थियौँ र मार्फामा रोकिसकेपछि अब फोटासोटा अनि भिडियो होइन हामी त्यो गरिरहेछौँ। पुरानो ऐतिहासिक मार्फा एकदमै राम्रो छन्। यी सबै मार्फाका मान्छे हुन् है। उहाँले जसले चिन्छ अब चाहिँ म कमेन्ट गर्छु।
यो देख्नुहुन्छ यी मार्फामा बनेका यस्ता घर हुन् जहाँ काठ र ढुङ्गाको सम्मिश्रणबाट बनाइएको हुन्छ। एकदमै यी चाहिँ हिस्टोरिकल हुन्, एकदमै युनिक तरिकाका हुन्छन्। मानव बस्ती बसेकै हुन्छ तर थोरै थोरै हुन्छ, बाँकी बाहिर हुन्छ। हामीले यसरी वैशाख 13 गते मुस्ताङ जिल्लाका विभिन्न स्थानको विभिन्न प्रसिद्ध पर्यटकीय ठाउँको अवलोकन गऱ्यौँ र हामी मुस्ताङबाट फेरि तल झर्दै झर्दै आयौँ। रुप्से झरना पुग्यौँ र रुप्से झरना यहाँलाई देखाएको छु। एकदमै अग्लो स्थानबाट खसेको छ रुप्से झरना। नाम जस्तै रूपमती जस्तै छ रुप्से झरना। रुप्से झरनामा हामी एकैछिन रोकियौँ। समय एकदमै धेरै भइसकेको थियो, त्यसैले हामी रुप्से झरना नजिकै त गएर फोटो खिचेनौँ। त्यही पनि हामीले सडकबाटै रुप्से झरनाको फोटो खिच्यौँ। र हामीले 13 गते मुस्ताङ जिल्लाका विभिन्न ठाउँको भ्रमण अवलोकन गरेका थियौँ र 14 गते हामी लाग्यौँ पोखराका विभिन्न क्षेत्रको भ्रमणको लागि। यसरी बिहानै हामी लाग्यौँ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न। र हामी सबै फोटो खिच्न लाग्यौँ। उहाँ सर पनि फोटो खिच्दै हुनुहुन्थ्यो। सबै साथीहरू एकदमै हामीले वैशाख 14 गते त्यस दिन पोखराका विभिन्न ठाउँको भ्रमण गऱ्यौँ। सुरुमा विन्ध्यवासिनी मन्दिर, त्यसपछि हामी खाना खान एकछिन होटल फर्कियौँ। करिब 12 बजे होटलबाट फेरि विभिन्न ठाउँको भ्रमणको लागि लाग्यौँ र हामीले सुरुवात गऱ्यौँ डेभिड फल्सबाट। त्यसपछि हामी लाग्यौँ गुप्तेश्वर महादेव र त्यसपछि हामी लाग्यौँ जुन पर्यटकको लागि प्रमुख केन्द्र हो पोखराको लेक साइड अर्थात् फेवाताल क्षेत्र। ल भन्नुहोस् गिरिजाजी, तपाईँ के भन्नुहुन्छ? तपाईँले कस्तो फिल भइरहेको छ त? फिल एकदम रमाइलो भइरहेको छ। पानी पर्न सक्ने सम्भावना छ। अत्यन्तै रमाइलो छ। विभिन्न पर्यटकहरूको भरिपूर्ण क्षेत्र छ। हामी रमाइलो लागिरहेको छौँ र हाम्रा यी गुरुजी हुन्, खास हामीलाई यहाँ घुमाउने भनेको उहाँलाई पनि बिर्सनुहुन्न। सर, हामीले धेरै ठाउँमा भ्रमण गरिरहेका छौँ। थोरै हजुरले पनि के बोल्नु पर्यो हाम्रा साथीहरूको, अथवा हामी कसरी भ्रमण गरिरहेका छौँ? भ्रमण एकदमै राम्रो भइरहेको छ। साथीहरू सँगसँगै हिँडिराखेका छन् एकदमै अनुशासित भएर। अब तपाईँलाई म देखाउने छु यो क्षेत्र। ल साथीहरू, अब हामी लाग्यौँ बोटिङमा है त। अब रमाइलो भइरहेको छ। तपाईँलाई पनि देखाउँछु म कसरी बोटिङमा लागिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, हामी ढुङ्गामा खेलेर ब्राहा क्षेत्रको दर्शन गरेर फेरि यो जुन लेक साइड भनेर चर्चित छ, लेक साइड अर्थात् तालको किनारा, हामी त्यहीँ घुमिरहेका छौँ। एकदमै यहाँ राम्रो छ, मनमोहक दृश्य देखिन्छ। जुन फेवा ताल यस्तो छ, कस्तो छ, तपाईँलाई मैले जस्तो देखाएँ त्यस्तै छ है। ओके, को किनारामा थियो हामीहरू। फेवा ताल घुमिसकेर फेरि आएका छौँ। तपाईँले देखाउँछौँ। हामीले आज गऱ्यौँ पोखराका धेरै ठाउँको भ्रमण। अन्त्यमा फेवातालको अवलोकन गरिसकेपछि हामी होटलतर्फ लाग्यौँ र गर्न थाल्यौँ देउडा खेल्दै रमाइलो। हामीले त्यस दिन देउडा खेल्दै दोहोरी खेल्दै राति अबेरसम्म रमाइलो गऱ्यौँ। तर वैशाख 15 गते बिहानै हामीलाई पोखराले बिदा गर्यो र हामी आयौँ फेरि पश्चिमतर्फ अर्थात् बुटबल
बर्दिया हुँदै धनगढी आउनको लागि। हामी पोखरादेखि फर्किसकेका छौँ। तपाईँले म देखाउँदैछु हाम्रा साथीहरू यसरी रमाएका छन्। अब भन्नुहोस् हाम्रो कतिको रमाइलो भयो होला। ओहो तपाईँ हामी पोखराबाट 15 गते बिहानै फर्कियौँ। हाम्रो योजना थियो पाल्पाको रानी महल घुम्ने, तर असफल भयो। यसरी बसमै रमाइलो गर्दै रोक्दै अगाडि बढ्यौँ र हामीले भेट्टायौँ स्याङ्जा जिल्लामा विशाल 2 डाँडाको बिचमा बनाइएको झोलुङ्गे पुल। केही समय त्यस पुलमा पनि बितायौँ। साथीहरू रमाइलो गर्दै कोही पुलको किनारा पुगे त कोही बिचबाट फर्किए भने कोही बिचमै जान नसकेर डराए र हामीले अवलोकन गऱ्यौँ त्यो पुलबाट देखिने विभिन्न दृश्यहरू, जहाँबाट देखिन्थे एकदमै सुन्दर गाउँहरू। हामीले त्यसपछि लगातार यात्रा गऱ्यौँ र पुग्यौँ बुटबलको मणिमुकुन्द सेन उद्यानमा। त्यहाँ अवलोकन गऱ्यौँ मणिमुकुन्द सेनको प्राचीन महलको अवशेष र त्यहाँ हेऱ्यौँ जङ्गली जनावर लगायतका विभिन्न प्राकृतिक मनमोहक दृश्य जहाँ बनाइएका थिए, सजाइएका थिए एकदमै सुन्दर तरिकाले। हामीले यसरी 15 गतेको भ्रमण अवलोकन पनि सकायौँ र बस्यौँ लुम्बिनी नजिकैको एउटा होटेलमा र 16 गते बिहानै हामी लाग्यौँ फेरि लुम्बिनी परिसरको भ्रमण अवलोकनको लागि, जहाँ हामी गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई नजिकबाट निहाल्नेछौँ। किताबमा पढे भन्दा कति फरक रहेछ लुम्बिनी, हामीले त्यही हेऱ्यौँ। यति बेला हामी त्यहाँ भ्रमण गर्नेछौँ, खोज्नेछौँ वास्तविकता के हो यसमा। हामीले पढेका थियौँ होइन, लुम्बिनी गौतम मायादेवी मन्दिर भनेर पढेका थियौँ। यसमा के छ त थप आज आफै लुम्बिनीमा बोटिङ पनि गऱ्यौँ है त। तपाईँले यो देखाइरहेको छु, यो एउटा दृश्य। अब हेर्नुहोस् बोटिङमा को हुनुहुन्छ होला, सबै बोटिङ गर्ने मान्छेहरू। 13 किलोमिटर क्षेत्रफलमा फैलिएको लुम्बिनीको वैशाख 16 गते हामीले सक्ने जति भ्रमण अवलोकन गऱ्यौँ र हामी करिब 3-4 बजेतिर खाना खान फर्किएर हामी लुम्बिनीलाई पनि बिदा गर्दै बर्दियाको लागि यात्रा तय गऱ्यौँ। रातभर यात्रा गरेर हामी 17 गते बिहानै आइपुग्यौँ डल्ला होमस्टे बर्दिया। हेर्नुहोस् हामीलाई यत्रो यात्रा सकुशल बनाउने भनेको उहाँ हुन्। उहाँलाई पनि हामीले चिन्नुपर्छ। ल सबैलाई चिन्यौँ। अब हाम्रो लास्ट डे हो आज त। ल टुरको लास्ट डे भन्दैमा ए विनरको लागि टुरको लास्ट डे। टुरको लास्ट डे हाम्रो आज। होमस्टे सञ्चालकहरूले हामीलाई बर्दियामा न्यानो स्वागत गरे। त्यसपछि हामीले आज बर्दियामा बस्ने या धनगढी फर्किने भनेर केही बेर चर्चा गऱ्यौँ। धेरै साथीहरूले धेरै दिन भइसकेको र हामीले धनगढी नै फर्किनु ठिक हुन्छ भनिसकेपछि हामीले नास्ति नगरी खाना खाएर हामी धनगढीको लागि फर्किने गरी तयारीमा लाग्यौँ। एकैछिनमा खाना खाइसकेपछि हामी धनगढी फर्किने क्रममा एकदमै प्रसिद्ध राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै धनगढी फर्किन लाग्यौँ। आज एकदमै गर्मी भए पनि हामी एकदमै भ्रमण गरिरहेका छौँ। आज हाम्रो 7औं दिन, अन्तिम दिन। यहाँ तपाईँहरूले देखाइरहेका छौँ। ओहो यस्तो राम्रो। त्यस दिन बर्दिया राष्ट्रिय निकुञ्जमा एक विशेष कार्यक्रम रहेछ। त्यो रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्ती महोत्सव 2083,
त्यस कार्यक्रममा हामी पनि एकैछिन भए पनि सहभागी भयौँ र भुल्यौँ भ्रमणको बेला हामीले भोगेका केही दुःख पीर हामी सबै बिर्स्यौँ र रमायौँ बर्दियाको सांस्कृतिक नृत्य बाजा पहिरन र प्रकृतिमा। स्वर्ण जयन्तीमा हामी त्यस कार्यक्रमको उद्घाटनका लागि आउनुभएको थियो सङ्घीय मन्त्री गीता चौधरी। कार्यक्रमको उद्घाटन गरिसकेपछि हामी पनि त्यहाँबाट बिदा हुँदै धनगढीको लागि फर्कियौँ र हामीलाई बर्दियालाई बिदा गर्दै हामी फर्कियौँ धनगढीको लागि। करिब 6 बजे हामी पुग्यौँ हामीले जहाँबाट यात्रा तय गरेका थियौँ कैलाली बहुमुखी क्याम्पसको गेट अगाडि। यहीबाट हाम्रो यात्रा सुरु भएको थियो। सुरक्षित तवरले हाम्रो यात्रा पुरा पनि भयो। हामीले यसरी सकायौँ एक साता लामो शैक्षिक भ्रमण यात्रा र हामीले चिन्यौँ 4 वर्षसम्म चिन्न नसकेका हाम्रै साथीहरूलाई र अमिट बनायौँ हाम्रा सम्झनाहरूलाई र एउटा यात्रा सके पनि सम्झनाको यात्रालाई सदैव कायम गर्ने गरी हामी सबै बिदा भयौँ।